हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। म पनि सन्चै छु, यहाँहरू पनि सन्चै हुनुहुन्छ होला होइन। आज चाहिँ म जापानमा आज मासु पकाउने घरमा मासु पकाउने निर्णय भयो, त्यही भएर म चाहिँ मासु लिन जाँदैछु कोम्बिनीमा है। साथीहरू चट्ट कुखुराको मासु ल्याएर पकाउँछ है त मेरो स्टाइलमा, कस्तो हुँदो रहेछ तपाईँहरू पनि हेर्नु है। होइन चट्टै म चाहिँ कोम्बिनी आइपुगेँ। अब यहाँभित्रबाट चाहिँ म मासु किन्छु है साथीहरू। यो ढोका क्या खोलिन्छ आफै टक्क। अब म चाहिँ मासु डिपार्टमा आइसकेँ होइन। यो मासु लिएर जाँदैछु होइन, 733। अब यो मासु लगेर चाहिँ मैले टक्क बनाउँछु है साथीहरू। होइन मैले चाहिँ मासु लिएर आएँ टक्क। अरू तरकारी खायो भने महँगो छ, अब मासुै सस्तो छ क्या जापानमा। अरू तरकारी खायो भने अब मासुमा भयो केही हाल्नु पर्दैन, अरूमा भयो आलु हाल्नु पर्यो, के अरू मिक्स के हाल्दा महँगो हुन्छ। त्यही भएर मासुै सस्तो छ। मैले चाहिँ मासुै ल्याएँ। अब मासु सस्तो पनि सजिलो पनि मिठो पनि क्या मासु है। त्यही भएर मासुै खाने विचार गरेँ साथीहरू। मासु लिएर चाहिँ म घर आइपुगेँ होइन।